हेलो साथीहरू, आज चाहिँ मैले लप्सीको अचार बनाउँदैछु। सुरुमा चाहिँ यसलाई राम्रोसँग पखाल्न पर्यो। राम्रोसँग पखालेपछि कराईमा पानी बसालेको हुन्छ। यसमा चाहिँ उम्लनको लागि एकछिन छोडिदिने। यहाँ चाहिँ यो लप्सी यस्तो मजाले उम्लिँदै हो। अब यसलाई चाहिँ एकछिन सेन्ट एक राउन्ड हान्दिने। उम्लिसकेछ। अब चाहिँ यसलाई हामीले निकाल्नु पर्छ। मैले चाहिँ ग्यास बन्द गरिसकेँ। अब चाहिँ यसलाई म सेलाउनको लागि छोडिदिन्छु एकछिन। यसलाई उमालिसकेँ अनि मैले पानी फालेँ। पानी फालेपछि चाहिँ यस्तो हुन्छ। म चाहिँ यसरी अब यसको बोक्रा फालेर यसरी चाहिँ बनाउँछु। स्टे ट्युन गाइस। मैले चाहिँ लप्सीलाई उसिनिसकेपछि यसको बोक्रा चाहिँ यता साइडमा राखेँ। यसलाई चाहिँ यतातिर राखेँ। पछि कराई बसाल्ने। साथीहरू, अब चाहिँ यसमा तेल हाल्ने। मैले चाहिँ अब कति छ त्यही अनुसार चाहिँ तेल हाल्नु पर्यो। कस्तो थोरै देखेको तर यहाँ धेरै नै है। त्यसपछि यहाँ मेथी हाल्ने। कता क्यामेरा। त्यसपछि ज्वानो फुराउने। त्यसपछि आफूलाई कतिको पिरो चाहिन्छ त्यही अनुसार सुकेको खोर्सानी फुराइदिन्छु। हुन्छ। त्यसपछि अब हामीले यसमा बेसार हाल्ने। चाहिँ बोक्रा अलिक पछि हाल्नु पर्यो भनेको एकै ठाउँ राखेको भएर चक्केर सुरुमै हाल्ने। यसलाई चाहिँ अब मजाले चलाउनु पर्छ। साथीहरू, यतिको भइसकेपछि चाहिँ अब यसमा हामीले स्वाद अनुसार नुन हाल्ने। अब आफूलाई कतिको खान मन लाग्छ। साथीहरू, कसैले चाहिँ अब यसमा चिनी हाल्नुहुन्छ कि म चाहिँ यसमा भेली हाल्न जाँदैछु। मैले चाहिँ भेलीलाई सानो सानो गरेर काटिसकेँ है। अब आफूलाई कतिको टेस्ट मनपर्छ त्यही अनुसार हाल्ने। त्यहाँदेखि अब यहाँ भेली हालिसकेँ। अब चाहिँ यसलाई राम्रोसँग चलाउँछु। मैले चाहिँ यसमा भेली हालिसकेँ अनि त्यसपछि लो ग्यासलाई चाहिँ सानो गराएर पकाउँदैछु। कसैले चाहिँ यसमा चिनी पनि हाल्नुहुन्छ कि अनि तर म चाहिँ चिनी हालिनँ। किनभने अब जे भने चिनी भन्दा त भेली एकदम राम्रो हो नि त। अनि लतक्क नि बस्छ। अनि त्यसपछि चिनी जे भने रिफाइन्ड सुगर हो। अब भेली भनेको चाहिँ गुलियो त गुलियो हुन्छ कि तर चिनी भन्दा चाहिँ एकदम राम्रो हुन्छ कि त्यही भएर चाहिँ म भेली हाल्न लतक्क नि हुन्छ। अनि त्यसपछि मिठो सबै टेस्ट पनि मिठो आउँछ। त्यही भएर म चाहिँ भेली हाल्ने है। अब हजुरलाई चिनी मनपर्छ भने चिनी हाल्दा नि हुन्छ, नत्र भेली सक्खर अब जे के अरे सरी गुड हुन्छ नि हो त्यो पनि हाल्न मिल्छ। अनि एकछिन यसलाई पकाउने। तर भेली चाहिँ डढ्न सक्छ। एकछिन चलाएर राम्रोसँग भेली पाकेपछि ग्यास बन्द गरिदिने। तर भेली चाहिँ डढ्न दिनु हुँदैन है त। कस्तो मजाले भेली पाकिराखेँ। अब चाहिँ म ग्यास बन्द गरिदिन्छु। साथीहरू, मैले चाहिँ यसरी मिठो भेलीको अचार बनाएँ। कृपया हेरेर सबैले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। ओके, बाई बाई साथीहरू।